सम्पूर्णमा नमस्कार। म हुँ रमेश पोखरेल। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ नेपाल कथा युट्युब च्यानलमा। पृष्ठभूमिमा पोखरा महानगरपालिका वार्ड नम्बर 21 स्याटुङको यो सुन्तला बगैँचा हो। राष्ट्रिय फलफुल सुन्तला देश विदेशमा प्रख्यात छ। यहाँको सुन्तलाको स्वाद र गुणस्तरले यो स्वाद र गुणस्तरलाई जीवन्त राख्न पोखरा महानगरपालिका वार्ड नम्बर 21 कृषि विकास महाशाखा तत्कालीन समयका जिल्ला कृषि विकास कार्यालयको विशेष भूमिका र यहाँका कृषक वर्गको अतुलनीय योगदान रहेको छ। यसलाई स्वीकार्नुपर्छ। यसै सन्दर्भमा आउँदो पुस 10 गते सुवेदी दीपक प्रसाद वडा अध्यक्ष 21 को विशेष पहलमा बुझेसम्म उहाँकै पहलमा पहिलो पटक यसै वडामा सुन्तला महोत्सवको आयोजना गरिएको छ। यो विगतका दिनहरूको एउटा आवश्यकता थियो। त्यो आवश्यकता यति बेला पूर्ति हुने सङ्घारमा छ। यो सुन्तला महोत्सवले यहाँका कृषकहरूको जीवनस्तर सुदृढीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने यो मेरो अपेक्षा हो। यद्यपि यो अपेक्षा पुरा गर्नका लागि यहाँका कृषकहरूले केही भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। पोखरा सहरको यो सुन्दर बगैँचा सुन्तलाको यहाँको उत्पादन उपभोक्तासम्म पुर्याउनको लागि यहाँ केही कुराहरू कृषकले पुरा गर्नुपर्ने छ। ती कुराहरू भनेका सुन्तला बेच्न पायौँ भनेर लो क्वालिटीको नबेचिदिनु होला। सुन्तला महोत्सवमा यो एउटा गुनासो छ। मसँग धेरै शुभेच्छुकहरूले भन्ने गर्नुहुन्छ, तेरो गाउँमा सुन्तला किन्न गएको केही महँगो भयो, तर गुणस्तरको बेच्ने पाइएन, बेच्न राखेनन्। गुणस्तरको सुन्तला सिधै काठमाडौँ पठाउने रहेछन्, तर हामीलाई अन्याय भयो। हामी यहाँ सहरदेखि गाउँसम्म पुग्दा त्यो जुन अपेक्षा थियो गुणस्तरको सुन्तला पाउने त्यो पुरा हुन सकेन भन्ने यो एउटा गुनासो मसँग गरिरहनुहुन्छ बारम्बार। त्यसैले पनि मैले यो सार्वजनिक के गर्न चाहेँ भन्दा, ठिक छ, नपाकेको अमिलो छ भने केही दिन पछाडि टिप्नु होला र त्यो गुणस्तरमा सुधार आउनेछ। पाकेको राम्रो ठुला दानाहरू तपाईँले महोत्सवमा र अन्य समयमा पनि उपभोक्तासम्म यो पुर्याउने कसरत गर्नुहोला। त्यसले आगामी दिनहरूमा थप मूल्य पाउने अपेक्षा हुन्छ। यो मूल्य निर्धारण उपभोक्ता र कृषक तपाईँहरूकै जिम्मामा हो। यद्यपि एउटा उपभोक्ताको यो गुनासोलाई सहज रूपमा स्वीकार गर्नुभयो भने पक्कै पनि आगामी दिनमा सुन्तला उत्पादनबाट मनग्गी आम्दानी गर्न सकिन्छ भन्ने यो मेरो अनुरोध रह्यो। अहिलेलाई यो सुन्तला महोत्सव सफल होस् भन्ने म शुभकामना टक्राउँदछु। हामीले विगतका वर्षहरूमा सञ्चारकर्मका क्षेत्रहरूबाट छापा, विद्युतीय, श्रव्य दृश्य मार्फत पनि यहाँका सुन्तला प्रवर्धन गर्न, यहाँको कृषकहरूको जीवन स्तर उकास्न र सुन्तलालाई जीवन्त राख्नका लागि हामीले गरेका प्रयासले पनि यो सुन्तला महोत्सवलाई थप सार्थकता दिलाएको मैले अनुभूति गरेको छु। हस्, धन्यवाद।